हामीले जब नयाँ घर निर्माण थालनी गर्छौं हामीसँग आउने एउटा प्रमुख प्रश्न भनेको चाहिँ इट्टा लगाएर ढलान गर्ने हो कि ढलान गरेर इट्टा लगाउने हो। आजको यो भिडियोमा हामी तपाईहरुलाई यदि तपाईहरु नयाँ घर निर्माण गर्दै हुनुहुन्छ भने तपाईले इट्टा लगाएर ढलान गर्ने हो कि ढलान गरेर इट्टा लगाउने हो, कुन चाहिँ ठीक हो र कुन चाहिँ बेठिक हो, यो विषयमा जानकारी दिन गइरहेका छौं। भिडियोलाई अन्तिम सम्म हेर्नु होला। यो प्रश्नको उत्तर दिनु भन्दा अगाडि तपाईहरुले आफ्नो घर कस्तो बन्दैछ भनेर बुझ्नु पर्यो। घर दुई तरिकाले बनाउन सकिन्छ। एउटा भनेको चाहिँ तपाईको आरसीसी फ्रेम स्ट्रक्चर, जस्तो हामी पिलर बनाउँछौं, बीम बनाउँछौं अनि स्ल्याब बनाउँछौं, त्यसलाई चाहिँ हामी फ्रेम बनाएर गर्छौं भने। अर्को भनेको चाहिँ घरको वाल माथि नै हामीले स्ल्याब बनाउँछौं। भन्न खोजेको एउटा फ्रेम स्ट्रक्चर भयो, अर्को चाहिँ लोड बियरिङ स्ट्रक्चर भयो। अब यहाँबाट चाहिँ तपाईले यसको उत्तर खोज्नु पर्यो। यदि तपाईहरुले फ्रेम स्ट्रक्चर बनाउँदै हुनुहुन्छ भने, यदि तपाईहरुले पिलर बीम र स्ल्याब हालेर चाहिँ घर बनाउँदै हुनुहुन्छ भने चाहिँ सुरुमा फ्रेम बनाउने र त्यसपछि चाहिँ इट्टा लगाउनु पर्यो। भन्न खोजेको यसमा केही टेक्निकल कारणहरु छन्। जस्तो तपाईले मानौ इट्टा लगाउनु भयो र त्यसपछि तपाईले ढलानको तयारी गर्नु भयो भने तपाईको घरको बीम त तपाईको घरको इट्टाको माथि बस्ने भयो। अब के हुन्छ भन्दा तपाईले ढलान गर्दाखेरि तपाईको कंक्रिट र इट्टा दुईटा चाहिँ जोडिएर बस्छन्। यसले गर्दाखेरि चाहिँ तपाईको एउटा टेक्निकली कुरा गर्ने हो भने एउटा चाहिँ तपाईको लोड ट्रान्सफर इस्यु आउँछ। जस्तो फ्रेम स्ट्रक्चरमा त तपाईको स्ल्याबको लोड अथवा ढलानको लोड बीमले लिने र बीमको लोड चाहिँ कलममा जाने हो। तर अब भइदियो के भन्दाखेरि तपाईले जुन इट्टा लगाएर तपाईको बीमलाई त्यसमाथि राख्नुहुन्छ, अब चाहिँ तपाईको बीमबाट सर्टेन लोड चाहिँ तपाईको इट्टामा पनि ट्रान्सफर हुने भयो के। भोलि भुइँचालोको बेलामा चाहिँ तपाईको बीम चाहिँ एकदमै बलियो रिजिड हुन्छ तर इट्टा चाहिँ ब्रिटल हुन्छ, भनेको फुट्ने नेचरको हुन्छ। अब भुइँचालो गएर हल्लिने बेलामा चाहिँ त्यो जुन माथिको जमेको जोइन्टहरु छ त्यहाँबाट क्र्याकहरु आउने यस्तो खालको चान्सेसहरु चाहिँ देखिने भयो। अर्को कुरा भनेको चाहिँ अब तपाईले इट्टा लगाइदिनु भयो त्यसपछि बीमलाई त्यो माथि राखिदिनु भयो भने जस्तो कहिलेकाहीँ हामीले घरमा चाहिँ हरिजोन्टल क्र्याकहरु देख्छौं नि, यसको कारण त्यो पनि हुन सक्छ। जाडोमा गर्मीमा चाहिँ तपाईको बीम र बीमको जुन ढलान हुन्छ त्यो र तपाईको इट्टा चाहिँ डिफरेन्ट तरिकाले चाहिँ त्यसको कन्ट्र्याक्सन एक्सपेन्सन भन्छ नि, हजुरको फुल्ने खुम्चिने खालको नेचरहरु त्यो चाहिँ डिफरेन्ट भएको भएर तपाईको क्र्याक आइदिन पनि सक्छ पहिले जोडिएको भएर। त्यही भएर अब राइट तरिका चाहिँ के हो त भन्दाखेरि सुरुमा हाम्रो प्रोसेस चाहिँ के हुनुपर्छ भन्दा पहिला हामी कलम बनाउँछौं, त्यसपछि हामी बीम बनाउँछौं अनि त्यसपछि हामी ढलान गर्छौं अनि बल्ल चाहिँ ब्रिकको काम गर्नु चाहिँ सबैभन्दा बेस्ट हो। तर अब यदि तपाईले मानौ ब्रिक वाल गरिसक्नु भयो, तपाईको साइडमा ब्रिकको काम भइसक्यो भने पनि अहिलेलाई माथिपट्टि अलिकति सर्टेन ग्याप राख्दिनुस् है, 2 इन्ची जति अलिकति ग्याप राखेर चाहिँ माथिको ढलानको काम गर्नु अनि पछि त्यो ग्यापलाई चाहिँ फिल गर्दा पनि हुन्छ। भनेपछि कन्क्लुजनमा भन्नु पर्दा चाहिँ तपाईको लागि सबैभन्दा बेस्ट तरिका भनेको पहिला फ्रेम उठाउने। तपाईको मानौ 3 तला घर छ भने 3 तलाकै पहिला पिलर उठाउने, बीम र अनि स्ल्याब ढलान गरेर 3 तलाकै पहिला फ्रेम बनाउने अनि त्यसपछि बल्ल तपाई ब्रिकवर्कको काम गर्नुभयो भने त्यो सबैभन्दा बेस्ट मेथड हो। अब यो साइडमा काम गर्दाखेरि तपाईको यो अलिकति सफा तरिका पनि हो हैन। तपाईले एकचोटीमा पुरै ढलान सिद्धाउनुहुन्छ, ढलान सिद्धेपछि तपाई फेरि इट्टा लिएर आएर इट्टाको काम गर्नुहुन्छ हैन। यसले तपाईको साइट म्यानेजमेन्टलाई पनि हेल्प गर्छ। अब यस्तै तपाईहरुसँग कन्स्ट्रक्सन रिलेटेड केही इस्युहरु छन्, तपाईलाई जान्न मन लागेको छ भने कृपया हामीलाई कमेन्टमा लेखिदिनु होला र यस्तै खालका ज्ञानहरुको लागि, कन्स्ट्रक्सनको नलेजहरुको लागि चाहिँ हाम्रो च्यानललाई फलो गर्नु होला, शेयर गर्नु होला। धन्यवाद।